के छ अरे यो के छ अरे यो चाहिँ गहुँ छरेको गहुँ छरेको गहुँ छरेर के खान पाइन्छ गहुँ छरेर चाउमिन चाउचाउ बिस्किट बर्गर पाउरोटी बम त्यस्तो बन्छ चाहिँ बच्चाहरूले बुझ्छन् होइन यो चाहिँ त्यहीबाट बन्ने हो तर हामी चाहिँ अब रोटी खान्छौँ पुरी खान्छौँ त्यही हो तर यो सबै चाउचाउ बिस्किटहरू सबै यसबाटै बन्छ कि खाँदैन त्यो त थाहा छ तपाईँलाई थाहा छ कि छैन भनेर सोधे मात्र हो अनि दिदी काम गर्दा कस्तो अनुभव भइरहेछ त एकदमै रमाइलो एकदम गौरव भइरहेको छु किसान बनेर उत्पादन गर्न पाउँदा हो र हो त तपाईँलाई ढिक्नु न हो अनि तपाईँलाई चाहिँ भित्र बनाउँदा कस्तो अनुभव भइरहेको मलाई गाह्रो भइरहेछ घाम लाएर हो अब तपाईँले छोरा ठाउँमा आउँछ कि मैले छोरा ठाउँमा आउँछ हेर्न बाँकी छ नि त नतिजा बिउमा भर पर्छ अर्काको बिउ लिएर आएको छौँ हामीले अब बिउ राम्रो पऱ्यो भने लिन्छ हेर्नु एकै ठाउँमा धेरै भयो नि हजुर हजुरभन्दा पनि बिउमा भर पर्ने हो बिउ राम्रो भयो भने हाम्रै उत्पादन हुन्छ हेर्नु यहाँ चाहिँ नि तपाईँको कहिले हालिदिन्छ तपाईँको बाजे आएर हालिदिन्छन् होइन पोइले हालिदिन्छन् पोइले कति एकै ठाउँमा हाले म भन्दा नि बेसी